देखाइदिनु त अचेता भन्दा भइगयो नि सिन्दुर छर्छ लाग्यो यसलाई देखाइदिनु कुन बेला आएछ उता रुती खर्च आउनु ज्ञानी भर्नुहोस् है ल ज्ञानी भएको उसलाई चाहिँ ल यसरी बस्नु के उसलाई चाहिँ लगाइदिएर माथिबाट यता यता मेरो पट्टितिर हात फुल्चा सकिने भयो नि त फुल्चा होइन योभन्दा सानो भएर छैन घर अलिकति अलिकति नमस्कार गरे फुल्चा चुड्न पर्यो टोपीको फोटो आएछ छैन टोपी राम्रो आएछ टोपी किनेको मान्छेले टोपी पैसा आएछ छैन भने फोटो खिच्यौँ न एउटा टोपी राम्रो आएछ टोपी कसले किन्दा त्यो टोपी फोटो आएछ छैन सोधेँ कि अहिले टोपी छ हजुरको बर्थडे चाहिँ मनाइरहनु पाइयोस् वर्तमान गरिरहनु पाइयो कति कति सबैभन्दा धेरै बर्थडे नै सबै सकेर है बर्थडे आइसक्यो अहिले टुलेर गरे हामी फुल है छ त फुल त्यो त खुट्टा चाहिँ चुलो लाग्यो ज्ञानी गर्छ विनायक हजुर त्यही त यतातिर आउला खुवास्छ त म है सबै खुवास्छ भने त्यसरी नराख भने जम्मै खुवास्छ तलतिर अहिले सबै किन्न दिँदैछ म खल्तीमाल भयो मलाई राख्नु दिएको भइहाल्छ रियनको टिकाले त यही छोरी भइसक्यो सेन्डियर ताना छ पैसा दिनु पर्ने मलाई भाइलाई नमस्कार गर्ने ऊ फुलेर साइली अलिकति त्यो उसमा राख्या आगोमा राख्या फुल भइहाल्छ साथै हो ल जे भयो नि भन्छ शुभकामना मनोकामना शुभकामना हाँसी खुसी रहिरहनु कहिले नरिसाउनु रिसाको देखेकै छैन 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 हो त्यही भनेर अरूले दिएन म मात्र दिन्छु हो सबै न हाँसा कान्छो भाइसँगै बस्ने भयो जति पैसा दिन्छ त्यति नमस्कार गर्दछ होइन अहिले अँगारो त लाउँदैन हो भाइ ओए मलाई त्यत्रो नमस्कार गरिस् सितिमिति रिस उठ्दैन मैले कति दिएँ कति दिन लाग्छ कि बिस्तारै म दिन्छु लाउन टिका लाउ भइहाल्यो भने पैसा चाहियो हो नि पैसा पाइँदैन हे भगवान् कसको पैसा लाने हो र दिदीको यस्तो ठाडो रमाइलो गरे त्यो हो भइरहेको पैसाले के गर्छ ए ल राम्रो है रमाइलो होस् खाली नगर त्यही पैसै छैन पैसा हात खाली नगर्नु होइन खाली नगरा त हो नि त्यही हो नमस्कार पैसा त म त आज त छोरालाई 2-3 बेला टिका लगाइदिन्छु आमा त त्यहाँ दिएको हुन्छ फेरि लाइदिनु आयो त भोलि आमा तपाईँलाई म स्कुटी चढाएर मैले त पुऱ्याइदिन्छु भने टेन्सन नगर त्यही भने त अब लगाइदिइरहन्छु बा म अब जता नि लान्छ यही स्कुटी भाडा दिइहाल्दै हो स्कुटीको भाडा दियादै गर्नुपर्छ हो हजुर नत्र फेरि अगाडि नै बढेन आमा भनिदिएला नि त्यही हजुर कहाँ अस्ति न अनि के अरे कतिको नमस्कार गर्नु हाम्रो आमाको माइती त्यो तेल हालेर लगिदिनु भने लिएर तेल हालिदिन्छु के काटो हो काटाउँला खोइ त अनि बत्ती मैले बत्ती पहिला बाँसो त भन त्यसो हुन्थ्यो त्यसो निब्ला फेरि जियोस् नदेखाउनु दे उनीहरू राम्रो हो
किन तिनीहरूलाई त देखाउनु नहुने कहाँ जङ्गलले चस्मा बसाउनु नल्याए साँच्ची हो एकचोटि भन्नु त त्यो के छाना गर्थ्यो नि यहाँ गर्ने चाहिँ के हो त्यो ल्याएको छैन भने ल मलाई भन्नु नि आमा ल्याउनु ल्याउनु भन्नु हो नि ल काट्दिउ ल ह्याप्पी आमालाई खुवाइदिनु पर्यो नि तिमीलाई बनाउनु पर्यो पहिला म जानु तपाईँ जाने हो ल न होइन तिमीलाई हो ल मलाई अहिले ठुलो हाल्यो लानु अलि ठुलै हालिदिनु ल फेरि बाँकी उतै हालिदिनु ल उता हेर उता हेर होइन होइन भिनाजुलाई आमाले भन्दा ठुलो आ भिनाजुले गरिसक्नु हेर न आनु बुढी मान्छे रिगेलिङ गर्ने एक मिनटमा चाहिँ क्या हो हार्नु परेन त्यो लाडी गरेर है आमाले त के दलिदिनु म त खाइदिनु क्या खाना आमा त हो साँच्ची हो आमा ठिक हुनुहुन्छ के गाना अरूले किरिनु दल्छ के आमा गाला चल आमा पनि जिन्जी नै हो क्रिम निकाल्ने मलाई खुवाउनु पर्दैन म आफै सबै अलि अलिकति दिउँ अरू क्रिम निकाल्ने भिनाजु क्रिम नदी चाहिँ यसो सोरो रेता हालेर राख्नु मेरो भाइ ल सामान दिन्छु पहिले म त्यसो होइन होइन धेरै बोल्नेलाई दिनु त्यो मुख चाल्नुहोस् ठिक हुन्छ मैले मागे होइन त्यसपछि आमालाई लि जसले लिने अब खाइहाल्ने अहिले पुगेन म बुढी त्यो त होइन 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 लिनु न लिने त खाइसक्यो होइन धेरै चाहियो लास्टमा खाने क्या धेरै खाने भयो त लास्ट चेरी भिनाजुको नागा राखेर फोटो खिच्नु पर्यो यो चाहिँ तपाईँ र म भएर काट्ने के अलि राम्रो तपाईँ उता जानु न त ती सँगै बसेर काट्नु न तपाईँ ए रिगन अलि पर सर त्यो त बर्थडे बोलेर काट्नु पर्यो भिनाज त्यो नि काट्दिनु कुन कुन छुन पाइँदैन होला नि छुन पाइँदैन होला सानो भयो अलि एकछिन पछि दिन्छ यो त्यो हातले छुनु भएन नि त काट्नु